यो रिग्रेसन र कोएफिसिएन्टको एकदमै आउँदै गरेको महत्त्वपूर्ण हो। यो मलाई थाहा छ, यसमा अझै धेरैजना कन्फ्युज हुन सक्नुहुन्छ। त्यही भएर मैले आज यसलाई क्यालकुलेटर मारेर मात्रै, क्यालकुलेटरको प्रयोग गरेर मात्रै गर्ने एउटा तरिका लिएर आएको। अबहरूले आफ्नो एन्सरमाथि शङ्का लाग्यो भने चेक गर्न नि सक्नुहुन्छ। जस्तै हामीलाई यहाँ यक्स र वाईको भ्यालु दिएको छ र हामीलाई के निकाल्न भने चाहिँ फाइन्ड वाई हो भने एक्स इजिकल टु भेल फाइन्ड वाई हो भने, अनि हाम्रो फर्मुला यो हो। यो फर्मुला अब हजुरले त जान्नुभयो होला, मैले क्यालकुलेटर ट्रिक मात्रै भनिदिन्छु। सुरुमा हामीले क्यालकुलेटर अन गर्न पर्यो। अन गरेपछि मोड दाबेर यहाँ छ नि हाम्रो 3 नम्बरमा स्टार्ट भन्ने हो। यो स्टार्टमा दाब्ने। स्टार्टमा दाबिएपछि फेरि यो एएक्स प्लस बीमा दाब्ने। ए प्लस बिएक्समा दाब्ने। यो दाबिसक्यो। ल अब हामीले एक्स र वाईको भ्यालु हामी एक्समा सुरुमा के हो 4 इक्वल टु 5 इक्वल टु 7 इक्वल टु 9 इक्वल टु 10 इक्वल टु 11 इक्वल टु यो भयो। अब वाईमा नि यस्तै गर्दै भ्यालु हालौँ। वाईमा कति हो 20 इक्वल टु 25 इक्वल टु 28 इक्वल टु 30 इक्वल टु 32 इक्वल टु 33 इक्वल टु दाब्दै जानु है। ल यति गरियो भने हामीले अब यसलाई केही गर्न पर्दैन। यो यहाँ सेभ हुन्छ। हामीले यसरी एसी दाब्दै हुन्छ। यो एसी दाबियो। अब हामीले अरू सबै काम यो सिफ्टबाट गर्ने हो। यो सिफ्टमा दाबेर हामीले 1 दाबियो भने यो अब यहाँ स्ट्याटिस्टिक्सका जम्मै आउँछ। हामीलाई के निकाल्न छ भन्दा हामीलाई समेसन एक्स निकाल्न छ। समेसन एक्स निकाल्न छ भने हामीले यहाँ 3 दाब्ने। 3मा दाबियो। 3मा दाबेपछि हामीलाई के निकाल्न छ समेसन एक्स। समेसन केमा छ 2 नम्बरमा। 2 नम्बरमा दाबियो इक्वल टु गरियो किनभने रोक्नु यहाँ किनभने हेर्छु। सिफ्टमा दाब्ने 1मा दाब्ने 3मा दाब्ने अनि 2मा समेसन एक्समा दाब्ने इक्वल टुमा ए हाम्रो कति आयो यहाँ 46 आयो। अब क्लियर देख्नु भएन होला, आफै गर्नु होला 46। यस्तै गरी अब समेसन वाईको पनि गर्ने। फेरि एसी दाब्दिने सिफ्ट दाब्ने 1 दाब्ने 3 सबमा दाब्ने समेसन वाई भनेपछि 4। हाम्रो त सेभ भयो कि डाटा, टेन्सन लिनु पर्दैन। ए 168 आयो यो 168। अब यस्तै गरेर हामीले समेसन एक्स निकालौँ। फेरि सिफ्टमा जाने 1 जाने सममा जाने समेसन एक्स कति नम्बर आयो 5 नम्बर आयो। 5 नम्बर छ भनेपछि 5 नम्बर दाब्ने इक्वल टु दाब्ने कति आयो 1354 1354। ल अनि समेसन एक्स स्क्वायर गर्नको लागि फेरि सिफ्टमा दाब्ने 1मा दाब्ने सम गर्ने समेसन एक्स स्क्वायर कति नम्बर आयो 1 नम्बरमा आयो। 1 नम्बरमा छ भने 1 नम्बर कति आयो 392 392 आयो हाम्रो समेसन एक्स स्क्वायर। अब फेरि समेसन वाई स्क्वायर। फेरि त्यो डाटा सेभ भयो कि त हराउनहरूले टेन्सन गर्न पर्दैन। जबसँग त्यो हामीले हजुरले मोड हटाउनु नि त्यो डाटा जान्न। फेरि 3मा जाने सममा जाने समेसन के को निकाल्नु छ अब वाई स्क्वायर कति नम्बरमा छ भन्दा 3 नम्बरमा 3 नम्बर भनेपछि 3 नम्बर दाब्ने वाई स्क्वायर निकाल्यो 4822 आयो। ल वाई स्क्वायरको भ्यालु यति भयो। ल अब हामीलाई अरू के निकाल्नु छ रिग्रेसन निकाल्नु छ भने फेरि सेम प्रोसेस। सिफ्टमा जाने 1मा जाने तर यो पालि फरक छ है। यो पालि 5 नम्बरमा दाब्ने किनभने यहाँ रेग लेखेछ नि, रेग 5 नम्बरमा देख्न सक्नुहुन्छ रेग लेखेछ। 5 नम्बरमा दाब्ने 5 नम्बरमा देखेपछि हामीले फेरि 3 नम्बरमा यो आर भन्ने छ नि 3 नम्बरमा आर फेरि 3 नम्बरमा दाब्ने। 3 नम्बरमा दाबियो भने के भयो हाम्रो रिग्रेसनको भ्यालु 0.96 केही गर्नै पर्दैन सजिलो हो 0.96 आयो। यो के छ भन्दा यो त हाइली कोरिलेसन त्यो लेख्न पर्दैन यस्तो वाला आउनु न। र यति रिलेसन आयो भने हामीलाई के निकाल्नु भने वाई इजिकल टु 12 र हाम्रो इक्वेसन के हो वाई बार एक्स बार। यो पनि क्यालकुलेटरबाटै हुन्छ सबै। अब हामीले हेर्नु वाई बार निकाल्नु पर्यो। फेरि स्ट्याटिक्समा जाने हामीले अब के निकाल्नु छ भन्दा एक्स बार र वाई बार निकाल्नु छ। एक्स बार र वाई बार निकाल्न हामीले फेरि जाने मोडमा जाने 1मा जाने र 4मा भेरिएबलमा जाने। भेरिएबलमा के छ भन्दा 2 नम्बर देख्न सक्नुहुन्छ नि एक्स बार 2 नम्बर दाबो एक्स बार गरे पनि एक्स बार हाम्रो कति आयो एक्स बार इजिकल टु 7.66 आयो। फेरि एसी दाब्ने सिफ्ट दाब्ने एक्स बार गरेपछि अब फेरि वाई बारको लागि जाने
यो अलि ढिलो भयो तर अहिले ट्राई गर्नुभयो भने अहिले आफै छिटो गर्न सक्नुहुन्छ कि सिफ्टमा जाने 1 जाने भेरिएबल 4 नम्बरमा भेरिएबल दाब्ने वाइ बार भन्ने कति यहाँ 5 दाब्ने 5 दाब्यो भने हाम्रो कति आयो 28 आयो यी वाइको वाइ बार इजिकल 28। अब हामीलाई के छ यक्स दिएछ वाइ निकाल्न छ भने चाहिँ हामीले के गर्ने हो बिवाई यक्स निकाल्ने हो वाइको रिलेसन बिवाई यक्सको निकाल्नलाई हामीले के गर्ने 1 मा जाने 5 मा जाने अनि यहाँ हेर्नु 5 मा गएपछि हामीलाई के बिवाई यक्स भने हो बिवाई यक्स भनेपछि हाम्रो यो वाइ अन यो हो के यो बिवाई एक्स वाइ अन एक्स भनेको यो हो यक्स अन वाइ भनेको यो हो बुझ्नुभयो नि यो 2 नम्बर भनेको वाइ अन एक्स हो। अब यहाँ हामीले 2 दाबियो भने हाम्रो के आयो भन्दा 1.677 यो भनेको वाइ अन एक्स हो बिवाई एक्स इज इक्वल टु 1.677। अब यसलाई भ्यालु हालौँ त वाइ माइनस वाइ बार कति हो 28 इज इक्वल टु 1.677 एक्स माइनस एक्स बार कति हो 7.66 एक्स भनेको हामीलाई कति देखा 12 राखिदिनु भयो र हाम्रो यताउता गर्दाखेरि हाम्रो वाइको भ्यालु कति आउँछ भन्दा 35.27 आउँछ हाम्रो वाइको भ्यालु। यो चाहिँ हाम्रो एन्सर हो। यसरी सजिलो तरिकाले हामीले गर्न सकिन्छ। धन्यवाद।